ओडिआई वर्ल्ड कप 2027 खेल्ने टोलीहरूको टुङ्गो लाग्दैछ, जसमा 14वटा टिमहरू चाहिँ सामेल रहनेछन् भने मिनिमम 2वटा र म्याक्सिमम चाहिँ 4वटा एसोसिएट टिमले चाहिँ खेलहरू खेल्नेछन् भनेर भनिएको छ। त्यस्तै 54वटा म्याच खेलिनेछ। 3वटा देशमा चाहिँ यो खेललाई खेलिनेछ। साउथ अफ्रिका, जिम्बाब्वे र नामिबियामा चाहिँ खेलहरू खेलिनेछ, जसमध्ये साउथ अफ्रिकामा 41 खेल, जिम्बाब्वेमा 10 खेल र 3 खेल चाहिँ नामिबियामा खेलिनेछ भनेर टुङ्गो लगाइएको छ। यसमा अब एसोसिएट टिमबाट चाहिँ अहिले निकै दौडधुप चलिरहेको छ विश्वकपमा पुग्नको लागि, जसमध्ये 1 नम्बरमा रहेको युएसए टेबल टपर रहेको थियो, जसले चाहिँ आज क्यानाडा विरुद्ध जित निकाल्दै आफूलाई विश्वकप 2027मा चाहिँ प्रस्तुत गर्न क्वालिफाई गरिसकेको छ। यसरी युएसएले 31 खेल खेल्दै गर्दा चाहिँ 21वटा जित निकालेर 42 अङ्कसहित चाहिँ क्वालिफाई गरिसकेको छ र एसोसिएट टिमबाट पहिलो टिम बनेको छ युएसए चाहिँ विश्वकप 2027 खेल्ने। त्यस्तै दोस्रोमा चाहिँ स्कटल्यान्डले पनि अब केही खेल जितेमा 1 या 2 खेल जितेको खण्डमा क्वालिफाई गर्नेछ विश्वकपको लागि। त्यसपछि बाँकी रहेका 2वटा स्पटको लागि चाहिँ बाँकी 6वटा टिममध्ये 5वटा टिमले चाहिँ यहाँ सङ्घर्ष गर्नेछन्। को पुग्छ भन्ने कुरा अझै थाहा छैन, किनभने सबैको त्यही खेलहरू बाँकी छ र नेदरल्यान्ड र क्यानाडाको भने अझै पनि बढी खेलहरू बाँकी छ खेल्नको लागि। त्यसैले यहाँ समीकरण कस्तो बन्छ भन्ने कुरा कसैलाई थाहा छैन। त्यसैले अब नेपालले विश्वकप 2027 खेल्नको लागि चाहिँ सम्पूर्ण खेलहरू अब नेपालले खेल्ने छ 8वटा खेलहरू। 8वटा खेलमध्ये 7 या 8 खेल जित्नै पर्ने दबावमा रहनेछ नेपाल। त्यसरी खेलेको खण्डमा 4थो नम्बरमा चाहिँ हामी इन गर्न सक्नेछौँ र यसरी 2027मा विश्वकप खेल्न सक्नेछौँ। तर बाँकीका टिमहरू युएईलाई छोडेर युएई चाहिँ लगभग अब फेरि एकचोटि कमब्याक गर्न पनि सक्छ, किनभने युएईको अझै पनि बाँकी छ खेलहरू। तर बाँकी रहेका ओमन, नेदरल्यान्ड, नेपाल, क्यानाडा र नामिबिया यिनीहरूको समीकरण चाहिँ निकै बदलिने रूपमा छ। यदि नेपालले बाँकीका सबै खेलहरू जितेन भने नेपालको लागि चाहिँ एकदमै कठिनपूर्ण रहनेछ। यसरी बाँकी 2वटा स्पोर्टको लागि मात्रै अब बाँकीका टिमहरूले चाहिँ सङ्घर्ष गर्नेछ र युएसएलाई चाहिँ निकै बधाई छ। एसोसिएट टिमबाट पहिलो टिम बनेको छ विश्वकप 2027 खेल्ने। र अब नेपाल प्रिमियर लिगको पहिलो सिजन विजेता भएको जनकपुर बोल्सले दोस्रो सिजनमा भने निकै खराब प्रदर्शन गरेको थियो। दोस्रो संस्करणमा मात्र 1 खेल जित्दै तालिकाको पुछारमा सीमित बनेको जनकपुरले आगामी सिजनका लागि भने आफ्नो टोलीको ब्याकअप हेरफेर गरिसकेको छ। अहिले एनपिएल सिजन 3 का लागि रिटेन र रिलिज कार्य चलिरहेको छ, जसमा यसपटक टोलीले चाहिँ ओपनिङ ब्याटर आसिफ शेखलाई, किशोर महतोलाई, रूपेश सिंह, शुभकङ्कर, तुलबहादुर थापा, सचिन भट्ट र पप्पु यादवलाई टोलीबाट रिलिज गरेको छ। यहाँ सबैजना सक यो कारणले छन् कि किनभने सुरुको सिजनलाई जिताउनको लागि आसिफ शेखले कप्तानी गरेका थिए र उनलाई चाहिँ जनकपुर बोल्सले रिलिज गरिसकेको छ। अर्कोतर्फ टोलीले 5 मुख्य खेलाडीलाई भने आगामी सिजनका लागि सुरक्षित राखेको छ। जनकपुरले रिटेन गरेका खेलाडीहरूमा अनिल शाह, ललित राजवंशी, मयान यादव, विकास आग्री र आदित्य महता रहेका छन्। अब यहाँ सबैले आफ्नो थ्योरी बनाइरहेका छन् कि अब किन चाहिँ जनकपुर बोल्सले आसिफ शेखलाई रिलिज गर्यो भन्ने कुरामा चाहिँ अब तपाईँहरूलाई के लाग्छ, किन रिलिज गर्यो त आसिफ शेखलाई? आफ्नो विचार चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ र आसिफ शेख कुन टिममा जाँदा उपयुक्त होला तपाईँहरूले चाहिँ आफ्नो राय दिन नछोड्नु होला। त्यस्तै चितवन राइनोजले पनि कुशल मल्लसहित 7 खेलाडीलाई चाहिँ रिटेन गरेको छ भने 4 खेलाडीलाई रिलिज गरेको छ। चितवनले आफ्ना स्टार अलराउन्डर कुशल मल्लसहित कुल 7 जना खेलाडीहरूलाई आगामी सिजनका लागि टोलीमा कायम राखेको छ। टोलीले तीव्र गतिका बलर रिजन ढकाल र कमल सिंह ऐरी, ब्याटर देव खनाल र दीपक बोहरा, विकेट किपर अर्जुन साउद तथा बायाँ हाते स्पिनर रञ्जित कुमारलाई रिटेन गरेको छ। यता विपिन रावल, गौतम केसी, विपिन आचार्य र अमर सिंह रौतेलालाई भने चितवनले टोलीबाट रिलिज गरेको छ। गत सिजन चितवन राइनोजका लागि निकै निराशाजनक रहेको थियो। लिग चरणका 7 खेलमध्ये मात्र 2 खेलमा जित दर्ता गर्न सकेको चितवन तालिकाको पुछारमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो। गत वर्षको त्यही कमजोरलाई सुधार्न यसपटक चितवनले घरेलु मैदानका 7 भरपर्दा खेलाडीलाई चाहिँ साथमा राखेर टोली निर्माणको जक्त बसाएको छ। तर अब अक्सन र विदेशी खेलाडीको कोटामा कुन पोजिसनका खेलाडी भित्राउनु पर्ला? मिडल अर्डर सम्हाल्ने अनुभवी ब्याटर वा स्पिन बलिङमा थप विकल्प को हुन सक्छन्? कमेन्ट गर्न नछुटाउनु होला। र बाँकी जानकारीका लागि चाहिँ च्यानलमा जोड्दै गर्नुहोला। धन्यवाद।